सरकारी स्कुलमा काम गर्ने शिक्षकहरूको अथवा टिचरहरूको अब नोकरी जान सक्छ। हजुर तपाईहरु सबै ठिकै सुन्नुहुँदैछ। सुप्रिम कोर्ट अफ इन्डियाले के भनेको छ भन्दाखेरि जति पनि टिचरहरू हुनुहुन्छ है उहाँहरूले अब सरकारी स्कुलमा काम गर्ने शिक्षक जो टिचरहरू हुनुहुन्छ उहाँहरूले अब टेट एक्जाम पास गर्नु नै पर्नेछ। एकदम कम्पलसरी बनाएको छ। टिचर एलिजिबिलिटी टेस्ट पास गर्नु नै पर्नेछ। जो अहिले शिक्षक हुनुहुन्छ उहाँहरूले गर्नु भएको छैन भने उहाँहरूले पनि गर्नु पर्यो र अब अगाडि लाग्नेले त गर्नै पर्यो। र यसको है समय कहिलेसम्म दिएको छ भन्दाखेरि अगस्त 2028 सम्म। अगस्त 2028 सम्म शिक्षकहरू जो अहिले है पढाउनु हुँदैछ स्कुलतिर है उहाँहरूले यदि टेट एक्जाम पास गर्नु भएको छैन भने अगस्त 2028 सम्म उहाँहरूले पास गर्नै पर्नेछ भनेर सुप्रिम कोर्ट अफ इन्डियाले भनेको छ। यदि यस्तो गर्नु सक्दैन अथवा कसैले गरेन भने है शिक्षकहरूले आफ्नो नोकरी गुमाउन हुनेछ।